त्यसैले है तिमी नजाऊ कुनामा माग्ने होइन कमसेकम पेन्टी चाहिँ लाउनुपर्छ खै ल म फेवा सर्किट जानेछौँ यो दुईवटा बाटो छ एउटा बाटो चाहिँ कहाँ जाने रे ल हामी फेवा सर्किट जानेछौँ ए बोका बाख्रा आजको के हो हाइकिङ हो क्या बुद्ध जयन्तीको बिदामा ल अब हामी हाइकिङ जानेछौँ आज बिदा बुद्ध जयन्ती कसैको स्कुल बिदा कसैको अफिस बिदा रमाइलो छ हो नेपालमा पनि हो आजकल के कसो हो एकदमै रमाइलो हो ल जाऊ यो फुल त हेर जङ्गलै भरिरहेछ कति आनन्द पिस हेर अनि छिराउ न यहाँ अर्को बाटो पनि छ यहाँबाट फेरि अर्कै बाटो गइन्छ यो बाटो होइन हामी जाने यो बाटो गो जाऊ त्यहाँ मान्छेहरू हिँडिरहेछ जाऊ न यहीँबाट हिँड्ने हो कि छाता चाहिन्न हो नानु यस्तो ल अलि बाटो चाहिँ सजिलै हो खासै त्यस्तो गाह्रो केही नै होइन तर चाहिँ नहिँडेर राखेको हुनाले अप्ठ्यारोलाई नि बिच बाटोमा रुखहरू यसरी छ आत्तिएर हिँड्नुहुन्न कि बिस्तारै रुखी ल हेर त कस्तो रुखको संरक्षण गरेको काट्नुहुन्न भनेर है ए बिस्तारै जराउनु पर्दैन ल ल ल यस्तो एडभेन्चर छ यस्तो रमाइलो छ ल ल ल ठुलो मान्छे नि त्यस्तै सानो मान्छे यो सल्लाहको पातमा चाहिँ सगभर नटेको है ए सोनी त्यो छाता लिइदियो र उसलाई छाता बढ त्यो उ गरेर त ए यस्तो बाटो छ यो बर्खा सुरु भएपछि यो सल्लाहको सबै पातहरू झर्ने रहेछ झरेपछि अलिक चिप्लो चिप्लो हुन्छ अलिकति बिस्तारै टेक केयर गरेर हिँड्नुपर्छ है
नत्र गुरुडेला फेरि ए चिप्लै हुँदो रहेछ त चिप्लो हुन्छ कि यो ए पहिला बाँसहरू यहाँबाट चिप्लेथ्यो उम्, अनि मोरे हुन्छ ल जता गयो नि हामी यस्तो बाटो हेर्नु ल कस्तो लाग्छ ल एउटा टिकटक बनाउनु त ल यहाँ अनि राम्ररी अन्त ए फेवाताल पोखरा सहर बाटो होला पक्कै जाइन हेर्नु हुन्छ नि त ए लभली हिल ए पोखरा सहर पिपलको पात क्या कति ऊ सल्लाह दिदी पेन्ट गर्नु हुन्छ नानी ऊ त्यो कति राम्रो हेलो गाइज आज हामी हाइकिङ जाँदैछौँ तिमीलाई कस्तो फिल भयो राम्रो रमाइलो भयो भएन भयो छ एकदम रमाइलो एकदम राम्रो हेलो गाइज आज हामी हाइकिङ जाँदैछौँ तिमीलाई कस्तो फिल भयो त नि आज रमाइलो एकदम रमाइलो न्यू थिङ न्यू एक्सपिरियन्स हो कि होइन हो अनि हाम्रो अगाडि जानुभएको छ उहाँहरू हेर्नुहोस् त उहाँ पुगिसक्नुभयो हामी यहीँ छौँ है बाबु तिमीलाई कस्तो फिल भयो आज यता यता भनिदिनुहोस् त रमाइलो भयो भएन न्यू चिज एक्सपिरियन्स गर्न पाएँ कि पाइएन हामीलाई त एकदम रमाइलो नयाँ चिज एक्सपिरियन्स गर्न पाउँदा हेलो भन्नु या हाइकिङ नाच्यो बाबुलाई एक त कस्तो फिल गरिरहेछ हाइकिङको कस्तो रमाइलो भएछ कि बसेन बाबु ओ यो पो छ त यसलाई पो रमाइलो भन्छ त सोनी ओहो 3 दिन बिदाई आज भोलि पर्सि शुक्रबार शनिबार ल राम्रो ल ठिक छ ल ल अब हामी reason people are advised to walk in groups and avoid walking after sunset रे ए यो बाटो हामी यसरी तलबाट आयौँ गुड ल हाइकिङ रमाइलो ल राखिदिन्छु सबैको राखिदिन्छु तिम्रो पनि राखिदिन्छु ऊ त्यहाँ मान्छेहरू आउँदैछ कोही कोही के हो त्यही हुन्न हुन्न यही हो बाटो ल आइसकेर ल हामी अब हाइकिङ जाँदैछौँ ए बाटो एकदम राम्रो छ यो पोखरेलहरूको लागि एकदमै सौभाग्य एकदमै प्रकृतिले वरदान दिए जस्तो हो यो ल हेर्नुहोस् जस्तो ताल जङ्गल हिमाल आहा ल अब आजको हाइकिङको करिब हामी आधा बाटो आइपुग्यौँ अब हामी आधा बाटोपछि अलिकति तल तेह्रपाई पछि हामी तल झर्छौँ त्यसपछि तालको छेउछेउ हिँडेर अनि तालको किनारमा बसेर हामी त्यहाँ एकछिन रेस्ट गर्छौँ रेस्ट गरेपछि हामी खाजा नास्ता खान्छौँ र आजको हाइकिङ चाहिँ अब हामी लगभग करिब 2 देखि 3 घन्टाको प्रोग्राम हो अलि रमाइलो गर्दै हिँड न के भन्दा सजिलो छ के हो होइन ढुङ्गामा फर्किनु लागि ढुङ्गाबाट फर्केर बाराई मन्दिर भयो गइन्छ नि हो त नि बाह्रै मन्दिर गइन्छ फेरि हामी यहीबाट आउनुपर्छ होला सायद अब कतिको थाकिन्छ नि राति थाहा हुन्छ ए थाहा हुन्छ। सही बोल्यो घाम नलाएर सजिलो भयो अँ थाक्ने भन्दै
के खान लाग्यो रे तिमीले हँ के खान लाग्यो कुरकुरे हो र ओ नेपाली ब्रान्ड नेपाली ब्रान्ड नेपाली हो र हो गुड करेन्ट हो नि त हुँ त्यसलाई छेउमा नराख्नु गिन्नु दिदीसँग उयो कटुसको फुलहरू यस्तो यस्तो वनस्पति हेर 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 नेचुरल हाम्रो यहाँनिर अलिक केयर गर्नु पर्छ यहाँ यस्तो छ है यहाँ रुखहरूको यो भाँचेर त्यही हो रेन पानी हो मलाई लागेको समात्ने हो यहाँ पोकानी यत्रो छ खाली बोतल समात्छ ल बाटो अलि अप्ठ्यारो छ है यहाँ खतरा छ यहाँ ए ताल देखियो ताल तल छु ताल ऊ तालेर पो कुरा नबोल है भाँचेको होला है यो भाँचिन चाहिँ अब हामी अलिकति थोरै उकालो हिँड्दैछौँ अब हामी तालको छेउछेउ आइपुग्न लाग्यौँ है होइन र ल एकछिन है ल हामी अब लगभग पुग्न लाग्यौँ आधाभन्दा बढी है यही हो कस्तो रमाइलो ल आहा जङ्गल हेर यस्तो जङ्गलको भित्रभित्र हामी महिनामा एकचोटि आउनु पर्ला जस्तो लाग्यो अहिले यो भयो यहाँ होइन अरू ठाउँमा पनि यहाँ मात्र होइन ऊ यहाँ नानुहरू पनि बहिनीहरू पनि आउनु भएको रहेछ हेलो ब्रो खिचिदिन्छु कति खिच्ने भिडियो कहाँ आएको त नि आज हामी आज हाइकिङमा आएको हो किन नि रानी फोन भन न बाबु रानी फोन रमाइलो लाग्यो ल 2 बजे म जानु पुगिन्छ ल हेर यस्तो बाटो हेर जङ्गल आहा जङ्गल भनेको कस्तो हुन्छ रहेछ है दादा हेर न यो सिन आहा कस्तो त्यो नेपालीतिर त मजा बाई बाई ब्रो कताबाट जाने नि यहाँबाट हामी उदस्वी जाऊ त्यहाँबाट फोटो खिचेर आऊ यो साइडमा कहिले आइन्छ र हामी आफूलाई खाना लाग्यो कि बेच्न मिल्छ होला हो के माछा हो नि यो तिलपिया हो कि मिठो हुन्छ कि तिमीले के गर्छौ र आधी गेलो त थियो होला यार परे क्या उमा राखेको
बाँधेर त्यसको दिनमा एउटा आफै खिच्नु बाट हामी बोटिङमा जानु मिल्दो रहेछ त्यसै लजबाट ठ्याक्क बसिरहेको पार्किङ मापदण्ड फेवातालको मापदण्ड होइन बोर्डर बोर्डर 3 लाख यहाँबाट 65 मिटर जान्छ अब बाबा यतै हेर्नु उई पहिलाको पोल पनि रहेछ त उ अहिले रङ लाग्यो बाटो भ्यू Hello guys, too much tired. New experience. Leg paining too much. है बस त्यही बस न बाँडेको नि खिच्छ कि सबैले ल लिग बस्न न पहिला ल खिच्यो ल ल नि ल लिग कागुरो किन मन नपर्ने खुट्टे दुख्यो ल खुट्टा दुख्यो म चाहिँ चिप्स खान्छु शर्मा आया ओ यहाँ हेर्नुहोस् लाइट लिन कुरा आउँदैन यो मनमा आउँदैन यो मनमा बहिनी तिमीलाई नपरदो मनमा खोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल बजार सम्झनामा आउँछौ हजार त्यो गाउँमा चुलबुल गर्दै हिँडिराखेकी वारी यो गाउँमा आँखा तर्दै तिमीलाई नै हेरिराखेको नशा लागिसक्यो ल मिठा मिठा धेरै कुरा गरौँला बन पाखाका अन्तरामा खेल्दै बसौँला
फकाउला तिमी पारी त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडिराखेकी मावारी यो गाउँमा तिमीलाई नै हेरिराखेको नशा सिसकेछ माया मोहानी सबैलाई लगाउने खलबलाइदिने लेखकी हे माया मोहानी सबैलाई लगाउने हे आँखा खलबलाइदिने सजेकी आँखामा कालो गाजल लाएकी के साह्रै राम्री भएकी सबैलाई लगाउने आँखा कोरी मनले खलबलाइदिने बच्चासँग हुन्छ अनि बच्चालाई गन्दिनँ
त अब फर्केर 2 घन्टा हिँड्नु त होइन बरु यहाँबाट आधी घन्टा हिँड्ने हेर्ने कपासको बोटहरू चाहिँ यहाँ हेर्नु कपास खसेको कस्तो यो भाँचिएको है Too much adventure. Oh my god. Oh my god. This boy. Oh god. चलो चलो पानी चलो 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 ए बाबु ल आऊ उसले इच्छा नि मलाई खेल्न मन लाग्यो फोटो खिचौँ कि हाँसु नि के भाइको ल ल पानी यसो 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 गर्दै चलो यसो यसो गर्दै हो गुड आहा कति राम्रो त यता दिदीलाई हेर्दै नि दिदीलाई हेर्दै सङ्केत दिएको कता अबे त्यस्तो नि हुन्छ है ओ सङ्केत दियो सङ्केत दियो मन्दिरसम्म पुग्न भ्याइन्छ ओइ त्यो रियाजको ढुङ्गाले हाच्छ्याप्ला भनेको मान्दैन यो भनेको नमानिला अनि पिटेस चलाउँछ बोटिङ पनि भयो हाइकिङ पनि भयो दाइले हामीलाई लगभग अन्तिम गन्तव्य स्थानमा पुर्याइदियो यी मन्दिरलाई हामीले यहाँबाट दर्शन छ यहीँबाट है पानीको छाल आउने बेला भयो अब कति धेरै हेर त पछाडि हेर त कति धेरै धेरै हेर त अरू यस्तो सानो बाबु के गर्ने घुम्न नि मन लाग्ने देखेन छाल आएको छाल सुरु भइसकेछ त अनि अब त हुन्न यो भाइ कसरी जान्छ त को उहाँ त सकिहाल्छ नि अब सिंगल भयो नि गाह्रो हो भागिहाल्नुहुन्छ उताको ढुङ्गाहरू छ त्यति टाढा आउँदै होला कि नानी यस्तो देख्यो नि छाल अनि पिट्नु पर्यो नि त सरी भन्नुभयो सरी भनिसकेछ सरी भन्नुभयो पिर्दिन भन्नुभयो त्यस्तै काम त्यस्तो गरेर नि त हामी गाडी उयो कति धेरै रुन्नु तिमीलाई हेरिरहेको ब्याड बोय भन्छ त्यस्तो रुनी हो हेर तिमीलाई कति धेरै मान्छे हेर त टाढ नराख अब आयो कहिले आयो 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 नानी यसमा हात ननिकाले बाहिर पानी ननिकाल लैजाऊ
ल अब हामी ढुङ्गाबाट चढ्दैछौँ। कालो ब्याग हामी चैलेको मोमो खाँदैछौँ। सुप तातो सुप यहाँको बेस्ट भनेको सुप हो, मोमो हो। खान्छ होइन थोरै ल्याइदिनु न है अब हामी चैलेको दाइ एउटा सुप अर्को पनि ल्याइदिनु। कोही पुग्छ क्या? ल यहाँको स्पेसल भनेको सुप हो है, लसुनको सुप। अनि फेरि अर्को यहाँको बनाएको सुप राखेर मिठो हुन्छ। अब हामीले के आउँछ यसपछि? ल यही हो सुप। बिचमा आइज त त्यसले खानै दिँदैन। नुन आयो लाग्यो खा त आयो राख्ने नुन मेरो छोरा वा मोमो मोमो आयो। अब गम गम खानुपर्छ। थोरै राखिदियो है, धेरै नराख्दियो। साइडमा राखिदियो, मोमो नराखिदियो, साइडमा राखिदियो। त्यही बाहिरको खाउन कस्तो छ?